निश्चल टेक्निकल वाइडी च्यानलमा सबैलाई स्वागत छ र साथमा नमस्कार। हामी प्लम्बिङ टेक्निसियन केन्द्र अधिकारी र जयराम अधिकारी आज हामी तपाईहरुलाई देखाउँदैछौं निश्चल टेक्निकल वाइडी च्यानलबाट कसरी वाल ह्याङ कमोडको सिस्टम फिट गर्ने। भिडियो अन्तिमसम्म हेर्नुहोस्, हामी स्टेप बाइ स्टेप सबै प्रक्रिया बताउनेछौं। सबैभन्दा पहिले हामीलाई चाहिने सामानहरू यो सिस्टमको फल्स बटमको कभर हो। यो सिस्टमलाई 110 mm को बेन्डमा अड्याउने ब्राकेट हो। सिस्टम अड्याउने ब्राकेट, सिस्टम र बेन्डको ब्राकेट, त्यसको साथै सिस्टम ट्याङ्क, वाल फ्रेम, फल्स पाइप, वेस्ट आउटलेट जस्ता सामानहरू यहाँ आवश्यक रहन्छ। यो सिस्टमबाट कमोडमा फल्स हुँदै 110 mm को पाइपमा कमोडको आउटलेट पोइन्ट हो। यो फिनिसिङ लेभलबाट 228 mm हाइटमा यो पोइन्ट राखिन्छ। यो 110 mm को बेन्डमा सिस्टमको ब्राकेट अड्याउने काम हुन्छ र सिस्टम हामीले वालमा फिट गर्दैछौँ। यो वालमा फिट गरिने सिस्टममा चारैतिरबाट लेभल लिनुपर्ने भएको कारणले लेभल स्टिकको सहायताले हामी लेभल सही तरिकाले लिँदैछौँ। यसमा पानी लिकेज नहोस् भनी सिस्टमको इनलेट पोइन्टमा सिटेप लगाइएको छ। यसमा 25/20 को पिडिआर फेरेर जम गरिन्छ। यो सिस्टमलाई वालमा फिक्स गर्नको लागि लगाइएको ब्राकेट हो। यसलाई किलाको सहायताले वालमा फिक्स गरिन्छ। यो सिस्टमलाई फिक्स लेभलमा ल्याउनको लागि 110 mm को बेन्डको मुनिबाट यु ब्राकेटले लक गरिएको छ। ओभरहेड ट्याङ्कीबाट आएको 25 mm को पिपिआर पाइप सिस्टमको इनलेट पोइन्टमा जडान गरिँदैछ। सिस्टमको फल्स बटम कभर। यो टाइल लगाइसके पछाडि कमोड फिट गर्दा वाल ह्याङ सिस्टममा फल्स बटम फिट गरिन्छ। बाथरुममा टाइल लगाइसके पछाडि वालमा कमोड ह्याङ्गिङ गर्नको लागि डाइनाबोल्ट रडको आवश्यकता पर्छ। त्यही डाइनाबोल्ट रड सिस्टममा फिट गरिँदैछ। वाल ह्याङ सिस्टमको आउटलेट पोइन्ट र वाल ह्याङ कमोडको इनलेट पोइन्टको डिस्टेन्स 90 mm को राखिएको छ। फाइनली रूपमा वाल ह्याङ सिस्टम वालमा फिट गरिसकिएको छ। निश्चल टेक्निकल वाइडी च्यानल हेर्नुहुने सबैमा जेयु प्लम्बिङ टेक्निसियन सेवाको तर्फबाट केन्द्र अधिकारी र जयराम अधिकारीको तर्फबाट धन्यवाद। यदि यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। फेरि अर्को भिडियोमा भेटौँला नयाँ प्लम्बिङ टिप्स र प्रोजेक्टसँग। धन्यवाद।